त राख्ने होइन होइन बेनाले त म भिडियो बनाउँछु बेना भन्दा चाहिँ नबना मेरो बुढीले देख्छ भनेर भन्नुहुन्छ। हेलो साथीहरू, हामी चाहिँ अब बेन्जे झरना अथवा सुरसिङ झरनामा जाँदैछौँ अनि हाम्रो टोलीहरू सबैजना रेडी भइसकेका छौँ होइन। अरूले त राख्ने होइन बेनाले त म भिडियो बनाउँछु बेना भन्दा चाहिँ नबना मेरो बुढीले देख्छ भनेर भन्नुहुन्छ। हाम्रो साथीहरू बोल्दा बोल्दै कति हामी ग्याल्थुम आइपुगेको छ साथीहरू। ग्याल्थुम दुईवटा रहेछ के हो बाटो चाहिँ दुईवटा रहेछ। एउटा चाहिँ तलपट्टि जाने तर हामी चाहिँ लेफ्ट साइड जान्छौँ। त्यो बाटो चाहिँ हामी राइट साइड लिन्छौँ। पुलमा पनि यस्तो रहेछ है डेन्जर रहेछ डेन्जर। बाटो सोध्दै हुनुहुन्छ है उहाँहरूले चाहिँ। ओ यही हो यता बाटो माथि चलानको बाटो यही हो नि त। यो पुलबाट चाहिँ राइट साइड लिएर यता जान सक्नुहुनेछ। अब चाहिँ हामी लगेर हाम्रो 80 बाटो यहाँबाट सुरु भइसकेको छ। हेर्नु न कस्तो दामी ठाउँ यार आम्बो कस्तो राम्रो बुझ्दा रहेछ। हेलो त्यो झर्ना जस्तो लाग्यो मलाई साथीहरू। हाम्रो चाहिँ एकजना पछाडिको तिनजना साथीहरू चाहिँ हराउनु भयो अहिलेसम्म आउनु भएको छैन। त्यही भएर हामी चाहिँ कुद्दैछौँ नसोच्नु होला कि यस्तो राम्रो बाटो। बाइकको लागि चाहिँ एकदम राम्रो। स्कुटर पनि आउँछ होला नि स्कुटर पनि आउँछ होला मजाले। मलाई ओह्राल्नु भयो विनोद दाइले। म अब कुद्छु यस्तो कुद्छु भनेको कुद्नै सक्दैन फेरि के भयो हेर्नुहोस् विनोद दाइको मेरो चाहिँ एकदम हालत खराब भएको छ साथीहरू। सबैको हालत खराब भएर यता रेस्ट गर्दै हुनुहुन्छ। तर कस्तो राम्रो आएको हौ। विशाल मेमी चाहिँ के भयो हराउनु भयो। विशाल मेमी हराउनु भयो। सूचना 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 विशाल मेमी हराएको सूचना। हेलिकप्टर नि आउँछ स्कुटर त झन्। हेर्नुहोस् बाटोमा जाँदा चाहिँ सानो सानो झर्नाहरू चाहिँ धेरै देखिँदो रहेछ। हेर्नु नपछि अहिले कसले भनेको यस्तो बाटोमा बाइक स्कुटर आउँदैन भनेको समस्या छ हो। देख्न सक्नुहुनेछ विशाल मेमे। यता हेर्नु न राम्रोसँग कस्तो देखाइसकेपछि त। उहाँको चाहिँ अलिकति समस्या आयो कि बाइकमा तर पनि केही चिन्ता छैन उहाँले पुऱ्याइदिइहाल्नुहुन्छ। तपाईँहरूले नि साथीहरू तलदेखि आउँदाखेरि त गर्मी हुन्छ भनेर सोचेर पातलो कपडा लगाएर आउनुभयो भने चाहिँ यहाँ आएर चाहिँ डेन्जर बस्ने रहेछ। यस्तो छ यस्तो जाडो हुँदो रहेछ नि। वाउ कस्तो राम्रो झर्ना ल है साथीहरू। सानो सानो झर्ना पनि रहेछ। हेलो ए नाना काका भाइ बहिनी के हो कस्तो आनन्द हो मजा है।